मैले एउटा पावर पोइन्टमा यस्तो खालको सिलेक्सन गर्नको लागि एउटा भिडियो बनाएको छु। ल म प्ले गर्छु। यो भयो। खास क्विजमा 4टा अप्सन दिनुपर्ने तर दिएको छैन। अहिले एउटा मात्रै दिएको छ जुन ठीक त्यो मात्रै है। अब यसलाई स्टार्ट गर्न यहाँ थिच्नै पर्छ अनि मात्रै स्टार्ट हुन्छ क्विज। अब यो चाहिँ सिलेक्ट गर्नुपर्छ बच्चाले है। जो क्विज खेल्छ उसले सिलेक्ट गर्छ। उसले सिलेक्ट गर्ने बित्तिकै यो नम्बर चाहिँ गायब हुन्छ। जस्तै 16 छान्यो भने 16 नम्बरको क्वेशन डिस्प्ले हुन्छ। यहाँ हुनुपर्ने 4टा अप्सन तर यहाँ एउटा मात्रै अप्सन दिएको छ, नभए 4टा अप्सन यहाँ डिस्प्ले हुन्थ्यो। अब सक्छ भने एन्सर भन्छ, भनेन भने हामीले एन्सर देखाउनको लागि अन्त थिच्दा केही पनि हुँदैन, यही एन्सरमै थिच्नुपर्छ अनि एन्सर आउँछ है। अब यो म्युजिक चाहिँ ट्याक्क 30 सेकेन्डको हालेको छ। 30 सेकेन्ड बच्छ, त्यसपछि यो आफै स्टप हुन्छ है। 30 सेकेन्ड टाइम हो बच्चाले सोच्नको लागि। अहिले स्टप पनि भयो। अब ब्याक जाँदा 16 नम्बरको यहाँ गायब भइसक्यो है। यसरी डिस्प्ले हुन्छ। जस्तै यो मैले म्युजिक हाले, म्युजिकको ठाउँमा टाइमर आफैले बनाउँदा पनि हुन्छ। जस्तै मैले यहाँ एउटा बनाएको छु, यहाँ टाइम पनि 30 सेकेन्डको थियो, यो टाइम घट्दैछ हेर्नुहोस् है। यसै हुन्छ। यो टाइमर पनि कसरी बनाउने पावर पोइन्टमा त्यो पनि म सिकाउँछु। यदि तपाईलाई यो भिडियो मन पर्छ भने म सिक्न चाहन्छु भने कमेन्ट गर्नु होला। म सिकाउने छु यो टाइमर पनि पावर पोइन्टमै कसरी बनाउने भनेर सिकाउने छु है। जस्तै मैले एन्सर दिए, एन्सर आयो। अब ब्याक गर्ने बित्तिकै यो 55 नम्बरको यो चाहिँ गायब हुन्छ। टाइम पनि सकियो, म्युजिक पनि सकियो है। यसै हामीले बनाउन सक्छौं। यहाँ 55 नम्बर गायब भयो। जस्तै 2 नम्बर सिलेक्ट भयो, 2 नम्बरको क्वेशन डिस्प्ले हुन्छ, टाइम स्टार्ट हुन्छ। यहाँ अप्सन हुनुपर्ने अप्सन दिएको छैन है। खासमा दिनुपर्ने 4टा अप्सन, 4टा अप्सनमा एउटा चुज गर्थ्यो। तर सजिलो क्वेशन भएको हुँदा डाइरेक्ट एन्सर दिनको लागि यो कोर्सबाटै निकालेको, सब्जेक्टबाटै निकालेको हुँदा सजिलोको लागि है। ल यो भयो। अब ब्याकमा जान्छौं। 2 नम्बरको क्वेशन नम्बर गायब भयो है। जस्तै मैले यो 4 चुज गर्छु भने 4 को अब क्वेशन डिस्प्ले हुन्छ। यो साइन्सबाट छ हो। अब यसको एन्सर आयो है। ब्याक गर्दा 4 नम्बरको गायब भइसकेको हुन्छ है। हुन्छ, यो भिडियो कस्तो लाग्यो, यो यसरी नै बनाउने कसरी हो म सिकाउने छु। यदि तपाईलाई मन पर्छ भने म सिक्न चाहन्छु भनेर कमेन्ट गर्नु होला। हस् त, धन्यवाद।